नैऋत्य दिशा। नैऋत्य दिशालाई हाम्रा पूर्वज पुर्खाहरू एवं पितृहरूको दिशा पनि मानिन्छ। यस दिशाको स्वामी तथा प्रतिनिधि ग्रह राहु हो। यसले वास्तु पुरुषको दुवै पैताला, कुच्चा र नितम्बको भागलाई प्रभावित पार्दछ। साथै पञ्चतत्त्वहरूमध्ये यो भूमि अथवा पृथ्वी तत्त्व पनि यसै अन्तर्गत पर्दछ। यो दिशा हमेशा भारी तथा उच्च हुनुपर्दछ। यदि यो दिशा खाली तथा खुला ठाउँ धेरै छ भने यसले गृहस्वामी अथवा घरमुलीको तिजोरी पनि खाली गराउँछ। यो स्थानमा खाल्डो, बोतल, काँडादार वृक्ष, खुला ठाउँ आदि छ भने सो घरको गृहस्वामी सधैँ रोग व्याधिले ग्रस्त, शत्रुद्वारा पीडित र विपन्नताले गर्दा दुःखमय जीवन व्यतीत गर्न पुग्छन्। यदि यस दिशामा किचन, भान्साघर आदि छ भने पति पत्नीमा वैचारिक मनमुटाव, कलह तथा स्त्रीवर्गलाई हमेशा वायु विकार सम्बन्धी रोगले सताइरहन्छ। दक्षिण नैऋत्य तथा पश्चिम नैऋत्यको द्वारलाई अत्यन्तै अशुभ मानिन्छ। यहाँ प्रवेशद्वार भएको खण्डमा यसले अपयश, कारावास, दुर्घटना तथा पक्षघातको योगलाई बलियो बनाउँदछ। यहाँको द्वारलाई शत्रुको स्थान पनि मानिन्छ। यसको समाधानको लागि सो द्वार बन्द गरेर शुभ स्थानमा अर्को वैकल्पिक द्वार पनि खोल्न सकिन्छ। नैऋत्य दिशामा यदि कुवा, इनार, जल तथा जलको स्रोत, सेफ्टी ट्याङ्की, टोयलेट आदि छ भने यसले घरमुली, गृहस्वामीलाई अकारण भयग्रस्त तथा मानसिक तनावले पीडित बनाइरहन्छ। कालान्तरमा क्यान्सर, मृगौला तथा मुटु सम्बन्धी असाध्य दीर्घ रोगहरूले पीडित बनाई मृत्युतुल्य कष्ट हुन्छ। यसको समाधानका लागि नैऋत्य दिशाबाट ती सबै वस्तुहरूलाई हटाउनु नै सर्वोत्तम हुन जान्छ। नैऋत्य दिशाको सबै भागमा पृथ्वी तत्त्व र यसका प्रतिनिधि वस्तुहरूद्वारा सन्तुलित गर्नुपर्दछ। अन्यथा यस दिशाको असन्तुलनले जीवनमा ठूलो दुष्परिणाम निम्त्याउँदछ। अर्को अङ्कमा हामी अन्य दिशा एवं तत्त्वको बारेमा चर्चा गर्ने नै छौँ। हाम्रो पेज, प्रोफाइल तथा युट्युब च्यानल आदिलाई लाइक, फलो, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। यसले हामीलाई आगामी दिनमा वास्तु सम्बन्धी अझ जानकारीमूलक तथा रोचक सामग्री ल्याउन सधैँ प्रेरित गर्ने नै छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।